नमस्ते एभ्रिवान, मेरो नेक्स्ट भ्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ चैतको 15 गते, आज चाहिँ मेरो जन्मदिन। सर्वप्रथम चाहिँ मलाई यस धरतीमा जन्म दिने मेरो माता अनि पितालाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै आजको भ्लग सुरु हुन्छ। ल दादा, मेरो अर्को भ्लगमा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु म। धन्यवाद। अनि आज हामी कता जाँदैछौँ त? आज पहिला त जन्मदिनको धेरै धेरै शुभकामना। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। ठुलो मान्छे बन्नु, राम्रोसँग पढ्नु, हस्, त्यही छ है, दाइको आशीर्वाद छँदैछ। अब आज चाहिँ खासै टाढा गइँदैन, यहीँ नजिकै एउटा माउन्ट मेसेडन भन्ने ठाउँ छ। अब त्यतितिर सायद हामी 1 घन्टाको ड्राइभ, 1-1.5 घन्टाको ड्राइभ होला। ठिक छ। हाम्रो दादाको चाहिँ सिग्नेचर इन्ट्रो हुँदैछ है भ्लगमा चाहिँ। हाम्रो दादा चाहिँ विराट कोहलीको एकदम ठुलो फ्यान हुनुहुन्छ है। यहाँनिर फेरि विराट कोहलीको चाहिँ ठुलो क्यानभास छ, यतातिर चाहिँ हिजो अब देखिहाल्यो तिमीले चाहिँ आइपिएलमा होइन 69 मा त लेजेन्ड इज अलवेज लेजेन्ड के। धेरै खुसी लाग्यो मलाई। ठिक छ ल। त्यही हो साथीहरू, आज चाहिँ अब हामी बाहिर गइरहेछौँ। हाम्रो साथमा गीतु पनि हुनुहुन्छ। गीतुलाई पनि मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। वेलकम टु माई भ्लग गीतु। उहाँ चाहिँ चिटिक्क नेपाली पहिरनमा चाहिँ चिटिक्क भएर आइसक्नु भएको छ। कम्फर्टेबल लुगा हो ल, ठिक छ। एकदम राम्रो देखिरहेको छ तपाईँलाई पनि। अनि के छ, तपाईँलाई केही भन्नु छ त? हाम्रो चाहिँ यस्तो थियो है साथीहरू, यहाँनिर चाहिँ अब हल्का हिजोको डेकोरेसन यस्तो थियो। यो चाहिँ गीतु र दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डेकोरेसनको लागि पनि। अनि त्यस पछाडि चाहिँ मेरो गिफ्ट, यो चाहिँ मेरो दादाले चाहिँ मलाई दिनुभएको गिफ्ट छ यहाँनिर हल्का। अनि म तपाईँहरूलाई अब चाहिँ अन्य गिफ्टहरू पनि देखाउनु गइरहेको छु है त। मेरो अन्य गिफ्टहरू चाहिँ यहाँनिर छ। यहाँनिर चाहिँ अब गीतुले चाहिँ मलाई यस्तो राम्रो यो फुल बनाएर दिएकी छिन्। त्यो चाहिँ यहाँ टक्क यस्तो छ। अनि दादाको गिफ्ट यहाँनिर छ। यहाँनिर चाहिँ गीतुको चाहिँ ग्रिटिङ कार्ड छ। अनि यहाँनिर फेरि गीतको गिफ्ट चाहिँ यहाँनिर चाहिँ सबै खालको चाहिँ फोटोहरू। अनि यहाँ चट्टा लगाएर यस्तो छ साथीहरू। यहाँनिर चाहिँ एउटा गीतुबाट चाहिँ मलाई एउटा सरप्राइज आउँदैछ। उसले चाहिँ मलाई हार्मोनिकामा चाहिँ ह्याप्पी बर्थडे भनेर सुनाउँदैछ। त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु है त ल। उसले चाहिँ त्यहाँ प्र्याक्टिस गर्दैछ। उसले चाहिँ अब मलाई चाहिँ हार्मोनिकामा चाहिँ बर्थडे विस गर्ने भयो है त। $2,000 years later. Congratulations, good, successful person, good. ल है, अब हामी निस्किसक्यौँ। अब चाहिँ आज के कसो हुन्छ तपाईँहरूलाई म देखाउँछु। आज चाहिँ अब मेलबोर्न हल्का सन्नी छ। आज एकदमै राम्रो छ वेदर। आज म देखाउँछु के कसो हुन्छ है त।
हामी यति बेला चाहिँ अब लगभग हाम्रो गन्तव्य स्थलमा आइपुग्न लागिसक्यौँ। हामी चाहिँ अब माउन्ट मेसेडन हो नि त दादा? माउन्ट मेसेडन एरिया हो यो जानै लागेको ठाउँ चाहिँ एउटा मेमोरियल क्रस छ त्यहाँ क्यामेल्स वर्कआउट भन्ने। हामी चाहिँ आइसकेका छौँ अब जङ्गलको बिचमा हामी हिँडिरहेका छौँ। ल है त साथीहरू यति बेला चाहिँ हामी माउन्ट मेसेडन आइसकेका छौँ। अब चाहिँ हामीले गाडी पार्क गरिसक्यौँ त्यहाँनिर। यहाँको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरू एकदमै राम्रो यो एकदमै राम्रो छ दृश्य। माई जुत्ता इज फ्रम न्यू ब्यालेन्स, दिस इज फ्रम नेपाल, द्याट वान इज फ्रम नेपाल, द्याट वान इज फ्रम नेपाल एज वेल। हजुर यो ट्राउजर त मम्मीले पठाइदिनु भएको क्या हो। यहाँनिर चाहिँ रुद्राक्ष छ, यो चाहिँ पाथिभारा हो। कता बुढा सुब्बा? यो घडी फ्रम गीतु, चस्मा फ्रम न्यू। ल अब हामी चाहिँ गइरहेछौँ है त साथीहरू। कानमा लगाएको चाहिँ हिजो भर्खर दादाले मलाई चाहिँ बर्थडेमा गिफ्ट दिनुभएको है साथीहरू। ल यति बेला चाहिँ अब हामी जाँदैछौँ, अब गाडी पार्क गरिवरी अब हामी चाहिँ अब जाँदैछौँ। हामी चाहिँ अब के लुकआउटमा जाने हो दादा? त्यहाँ लुकआउट बहिनी हिँड्न लगाएर गऱ्यो के आज चाहिँ गीतुलाई चाहिँ हिँड्नलाई हल्का समस्या भइरहेको हुनाले चाहिँ हामी अब सानोतिनो लुकआउटमा गइरहेको छौँ। जङ्गल चाहिँ एकदमै राम्रो छ है साथीहरू। यहाँको माहौल चाहिँ यहाँनिर हल्का हिलो पनि रहेछ। यता चाहिँ अब भङ्गेरी चरीहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू। मान्छेहरू चाहिँ अब यता गाडी पार्क गरिवरी अब यताबाट चाहिँ यहाँ चाहिँ लास्टै हिलो रहेछ है बाटोहरू चाहिँ। अब यहाँबाट चाहिँ क्यामेल्स हम्प लुकआउट भन्ने ठाउँ जाँदैछौँ हामी। 20 मिनट्स रिटर्न वाक। ल है त यस्तो छ यहाँको माहौल। यहाँनिर चाहिँ हल्का चिसो छ आज चाहिँ, सायद यो जङ्गलतिर भएर पनि चिसो भएको होला। अब चाहिँ हामी जाँदैछौँ है त। ल साथीहरू यहाँ गीतुले चाहिँ मलाई एउटा कुरो देखाउँछु भन्दैछन्, के हो ल? यो चाहिँ अस्ट्रेलियाको ऐसेलु हो। उसले चाहिँ अस्ट्रेलियाको ऐसेलुको बोट छ। यो चाहिँ खान मिल्छ कि मिल्दैन मलाई थाहा छैन। औसिलोमा के अरे यो चाहिँ ऐसेलुको बोट हो। यो चाहिँ औसिलोको बोट हो अरे। गीतुले भर्खर थाहा पाइन्। भर्खर थाहा पाएन। लास्ट टाइम कता घुम्न गएको बेलामा थाहा पाएँ। ओके तर ठ्याक्कै ऐसेलु यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ रेस्पिरेटरी टाइपको। तर दाइले चाहिँ मलाई यो पोइजनस हुन्छ खान मिल्दैन भनेको कुरो गरेको। मैले एउटा खाथेँ तर मैले पनि खान जाँदै थिएँ, मलाई थाहा छैन के हुन्छ। उसले चाहिँ ठ्याक्कै यहाँनिर चाहिँ रेस्पिरेटरी टाइपको मैले पनि ट्राई गरेँ साथीहरू। म इनकेस मरिहालेँ भने यही नै मेरो अन्तिम भ्लग हुन्छ है त। ऐसेलु जस्तै होइन? एकदमै मिठो छ, एकदमै मिठो। तर खानु हुन्न होला है, मलाई थाहा छैन। तर हामीले खायौँ। अब कति मिठो बोट। ओ माइ गॉड। हामी मरिहाल्यौँ भने चाहिँ यो हाम्रो लास्ट भ्लग हुन्छ है साथीहरू। त्यो त मलाई लास्टै तितो पो भयो त गीत त्यो अघि खाएकोले त। मलाई केही पनि लागेन। हामीले चाहिँ अघि यहाँ वनको ऐसेलु खाइसक्यौँ दादा। खानु हुँदैन? हामीले खाइसक्यौँ। मैले सुरुमै खानु हुँदैन भनेर दिए है। ओहो हामीले चाहिँ ऐसेलु खाइसक्यौँ साथीहरू। अब इनकेस केही भइहाल्यो भने चाहिँ अब भोलिबाट भ्लग आउँदैन। यो नै मेरो चाहिँ अन्तिम भ्लग हुन्छ है त साथीहरू। अब हामी चाहिँ हिँड्दैछौँ जङ्गलको बिच हाइक गर्दैछौँ। एकदमै रमाइलो आइरहेको छ यहाँनिर चाहिँ। किन भन्दाखेरि अब यो जङ्गलको शान्त माहौल, अब यो क्राउडभन्दा पर पनि छ। अनि अर्को कुरा भनेको चाहिँ यो जङ्गलमा चाहिँ चराचुरुङ्गीहरूको चाहिँ चिरबिर आवाजले चाहिँ मलाई एकदम मन्त्रमुग्ध बनाइरहेको चाहिँ छ अहिले। यहाँ अगाडि चाहिँ हाम्रो साथीहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। मलाई चाहिँ हल्का हिँड्न यहाँ गाह्रो भइसक्यो है त। दादा चाहिँ हिँड्दै हुनुहुन्छ साथीहरू। यहाँनिर चाहिँ भुइँमा चाहिँ चिसो छ है साथीहरू। यो चाहिँ पानी परेको थियो हिजो, त्यही भएर हुन पनि सक्छ। तर हामी हिँड्दैछौँ यसरी जङ्गलको बिचमा। यता वरिपरि पुरै
जङ्गलै जङ्गल छन्। माथि चाहिँ तपाईँहरूले सन पनि देख्न सक्नुहुन्छ, सनलाइटले चाहिँ निकै राम्रो दृश्य देख्न सकिन्छ यहाँनिर चाहिँ। साथीहरू यसरी जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ मलाई एकदमै नेपालको याद आउँछ है त। नेपाल चाहिँ मलाई एकदमै मिस हुन्छ। अब चाहिँ नेपाल चाहिँ यस्तै जङ्गलहरूको चाहिँ धनी भएको हुनाले चाहिँ मलाई नेपालको साह्रै याद आउँछ। अहिले चाहिँ हामी अब लगभग पुग्न लागिसक्यौँ हाम्रो गन्तव्य स्थलमा। यसरी जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ मलाई मेरो देश नेपालको चाहिँ साह्रै नै याद आउँछ। किन भन्दाखेरि अब सानैदेखि चाहिँ यस्तै वन जङ्गल होइन डाँडा काँडामा चाहिँ हुर्केको हुनाले चाहिँ जहाँ जता गए पनि नेपालै प्यारो हाम्रो लागि चाहिँ। यस्तो है, दादाले चाहिँ शुक्ला सर्ट हान्दै हुनुहुन्छ यहाँनिरबाट चाहिँ। विराट कोहलीको एउटा सिग्नेचर सर्ट देखाइदिनु त दादा। नाइस, यता फर्केर देखाइदिनु पऱ्यो नि त क्यामेरालाई। हामी चाहिँ अब आइसक्यौँ यहाँनिर, लगभग डाँडामा आइपुग्न लागिसक्यौँ हामी। यस्तै नै छ यहाँनिर चाहिँ। अब कस्तो छ म तपाईँहरूलाई देखाउँछु। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। ल ओके, ल इज द गाइज, दिस इज माउन्ट मेसेडन। ल है त साथीहरू, यति बेला चाहिँ हामी माउन्ट मेसेडन आइपुगिसकेका छौँ। यहाँको लुकआउट म तपाईँहरूलाई देखाउँछु। यहाँनिर चाहिँ निकै नै राम्रो, यो चाहिँ जङ्गलको बिचमा चाहिँ पुरै डाँडा काँडाको बिचमा चाहिँ रहेको छ। यतातिर देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै जङ्गलहरू छ। अनि यहाँबाट चाहिँ चट्ट लगाएर चाहिँ देखिन्छ यहाँनिर हल्का कतै यो घरहरू पनि देख्न सकिन्छ। बिचबिचमा पुरै ताल तलैयाहरू होइन, घाँसे मैदानहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। जङ्गल एकदमै राम्रो छ जङ्गल। ओ वाउ, जस्ट लुकिङ लाइक अ वाउ। ल हामी चाहिँ अब त्यो लुकआउट सकेर अब चाहिँ फर्किँदैछौँ ब्याक टु द कार पार्क। हजुर, ल अब चाहिँ हामी एउटा पार्क एक्सप्लोर गर्दैछौँ रे, अनि एउटा लेक एक्सप्लोर गरेर अनि घर फर्किँदैछौँ भन्ने चाहिँ हाम्रो दादाले जानकारी गराउँदै हुनुहुन्छ हाम्रो लागि। त्यही हो साथीहरू, आज चाहिँ निकै रमाइलो ठाउँमा चाहिँ अब नेपालै गए जस्तो फिल भयो मलाई। त्यसको लागि चाहिँ अब म दादालाई चाहिँ हृदयदेखि चाहिँ नमन गर्न चाहन्छु दादा है त। मलाई चाहिँ अब जङ्गल साह्रै नै मनपर्छ साथीहरू, किन हो थाहा छैन है। साथीहरू अब हामी चाहिँ आउँदै थियौँ यहाँनिर चाहिँ अब यसरी बिच बाटोमै पुरै रुख ढलेको रहेछ। अब यहाँबाट अगाडि जान मिल्दैन। हामी चाहिँ एकदम समस्यामा पऱ्यौँ है त साथीहरू। अब के गर्ने भन्ने कुरो थाहा छैन। अब जङ्गलको बिचमा न कहीँ जान मिल्छ। अब यहाँनिर चाहिँ यसरी रुख पुरै बाटोमा ढलेका साथीहरू। हामी चाहिँ अब एकदम बिजोग स्थितिमा आइपुगिसक्यौँ। अब के भन्छ सकिन्छ दादा यहाँनिर? गाह्रो पऱ्यो त साथीहरू। हामी चाहिँ एउटा दामी यहाँ चाहिँ एउटा रिजर्भर रहेछ र हेर्न आएको। पुरै अब रुख ढलेर बाटोमा चाहिँ अब हामी अलपत्र परिसक्यौँ। अब हामी चाहिँ
जङ्गलतिरै बास बस्ने के होला आज हजुर साथीहरू त्यहाँनिर चाहिँ अब हल्का रुख ढलेको हुनाले चाहिँ अब हामी त्यहाँबाट उता जान चाहिँ पाइएन हामी जान लागेको चाहिँ लेक चाहिँ यो थियो होइन यो चाहिँ हल्का वाटर रिजर्भर हो यसरी चाहिँ तारले बाहिर राखेको रहेछ हामी चाहिँ यो हेर्नलाई उता पारिपट्टि जान लाग्यो त्यहाँनिर जान चाहिँ मिलेन अब चाहिँ हामी यस्तो चाहिँ त्यहाँनिरको त्यो झरेको रुखले चाहिँ गरेर उता जान मिलेन अब चाहिँ हामी घर जाँदैछौँ यहाँबाट राम्रो तन राम्रो तिमी रिसाउँदा झन् राम्रो एलु है मानुङको टोइमा मेरो दिल बस्यो लाली ओठैमा मानुङको टोइमा मेरो दिल बस्यो लाली ओठैमा यसरी चाहिँ जङ्गलको बिचमा हामी गीत गाउँदै हिँडिरहेका छौँ है त ल हामीलाई चाहिँ त्यति बेला हल्का भोक लागेको हुँदा चाहिँ हामी अब आइजी आएको छौँ है अब यसो केही स्न्याक्सहरू किन्नलाई सायद अब हामी चाहिँ यहाँबाट हल्का केही स्न्याक्सहरू चिप्सहरू केही अथवा केही ड्रिङ्क्सहरू लिएर अनि यसो कतै पार्कमा गएर खान सक्छौँ हामी चाहिँ यो चाहिँ आइजी हो है साथीहरू कति राम्रो फुल रहेछ यहाँनिर कुकुर पनि रहेछ मैले चाहिँ एउटा प्रिङ्गल्स लिँदैछु है साथीहरू एउटा प्रिङ्गल्स लिन्छु म चाहिँ मलाई चाहिँ मनपर्ने हो मैले चाहिँ एउटा यो लिइसकेँ हुन्छ एउटा लिएको नि त अब हामीले चाहिँ खानेकुराहरू किनिसक्यौँ अब चाहिँ खानेकुरा किनिसक्यौँ हामीले अब यसो कतै बसेर नि खान्छौँ है त हामीहरू ए ल उसले चाहिँ कोक र पानी खान्छ अरे दादासँग चाहिँ प्रिङ्गल्स र ग्रेप्स छ मसँग चाहिँ के छ त ओके ठिक छ ल साथीहरू अब हामीले चाहिँ खानेकुरा चाहिँ किन्यौँ तर अब यसो चट्ट लगाएर बसेर खाने ठाउँ चाहिँ खोजेछौँ हामी त्यो बसेर खाने ठाउँको खोजीमा चाहिँ हामी अब यसरी जङ्गलको बिचबिच पुरै अफरोड ट्याङऱ्याङ र टुङरुङ यस्तो बाटोहरू आइराख्यौँ हामी चाहिँ खाल्टा र खुल्टी लास्टै नै धेरै छ हामी चाहिँ अब जङ्गलको बिचमा चाहिँ अब बस्ने ठाउँ खोज्दैछौँ हामी चाहिँ अब यता खाजा खानको लागि चाहिँ स्न्याक्स खानको लागि चाहिँ अब आइपुगिसकेका छौँ यसरी चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू जङ्गलको बिचमा चट्टा लागेर चाहिँ यहाँनिर बसेर चाहिँ हामी खाँदैछौँ त्यस पछाडि अब हामी चाहिँ हल्का एउटा सानो ताल छ होइन दादा यहाँ अगाडि एउटा ताल हेर्न जाँदैछौँ हामी चाहिँ के हुँदो रहेछ दादा यहाँ चाहिँ धेरै किसिमको चाहिँ मसरुमहरू पाइँदो रहेछ है चाहिँ अब हल्का चिसो पनि रहेछ यो ठाउँ त्यही भएर पनि यो मसरुमहरू चाहिँ अलिक धेरै नै रहेछ यहाँनिर यहाँको चाहिँ अब देख्नुहुन्छ रुखहरू एकदम राम्रो तरिकाले चाहिँ दुवै साइडमा चट्ट दामी तरिकाको चाहिँ रुखहरू छ अब हामी चाहिँ गइरहेछौँ लेक हेर्नको लागि अनि त्यही नै हो अब यहाँको चाहिँ एकदम राम्रो चिज भनेको चाहिँ सानो सानो कुराहरूलाई पनि यिनीहरूले पुरै अब लुकआउट
बनाएर राखिदिरहेको हुन्छ। यसो अब रिसोर्सहरू नेचुरल रिसोर्सेसहरू नेपालमा त एकदमै धेरै छ, तर मान्छेहरूले चाहिँ प्रिजर्भ गरेको हुँदैन, टुरिस्ट एट्याक गर्न सकेको हुँदैन। तर यतातिर चाहिँ कस्तो छ भन्दाखेरि एउटा सानो खालको चिजहरूलाई पनि यिनीहरूले लुकआउट भनेर, एउटा सानो खोला छ भने पनि त्यसलाई लुकआउट बनाइदिएको हुन्छ, र सानो ताल छ भने पनि त्यसलाई अब लेक भनेर चाहिँ पुरै लुकआउट बनाइदिएको हुन्छ। त्यस्तो पुरै अब चाहिँ यस्ता लेकहरूको त बाउ छ नेपालमा, तर चाहिँ मान्छेहरूले त्यसलाई चाहिँ प्रिजर्भ गर्न नसक्यो भन्दा चाहिँ नेपाल अलिक पछाडि परेको हो। नेपालमा भएको चाहिँ नेचुरल रिसोर्सेसहरू होइन, त्यसलाई चाहिँ चट्ट लाएर कन्जर्भ गर्न सक्ने हो भने चाहिँ नेपाल धेरै डेभलप हुन्छ। नेपालको चाहिँ वेल्थ भनेकै नेचुरल रिसोर्सेसहरू हो जस्तो लाग्छ क्या मलाई चाहिँ। तालतलैयाहरू, हिमालहरू, पहाडहरू, बुकी पाटनहरू एकदमै राम्रो छ नेपालमा चाहिँ। अब यो निकै पुरानो ढुङ्गाहरू यो रुख रहेछ, सरी मैले चाहिँ हल्का झुक्केछु, रुख रहेछ यो चाहिँ। दादा मलाई यो चाहिँ पुरै त्यो ऊ जस्तो लाग्यो क्या, यो हुन्छ नि अमेरिका जाने बाटो हुन्छ नि डङ्की, हामी चाहिँ अब यो साइबेरियाको जङ्गल जस्तो बाटो चाहिँ हिँड्दैछौँ। एकदमै चिसो छ यहाँनिर चाहिँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मसरुमहरू तपाईँहरूले यसरी वनको बिचमा मसरुम। यतातिर चाहिँ लास्टै चिसो छ साथीहरू अहिले चाहिँ। अब सायद रिसेन्टली हिजो पानी परेको भएर पनि होला, एकदमै चिसो छ यहाँनिर चाहिँ अहिले। साथीहरू मैले चाहिँ अघि तपाईँहरूलाई भनेको थिएँ नि, यहाँ चाहिँ अब जस्तो पाए त्यस्तै ठाउँहरूलाई पनि पुरै लुकआउट भनेर राखिरहेको हुन्छ भनेर। यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ यहाँ एउटा ताल छ। यही लेक हेर्नको लागि चाहिँ हामी यत्रो बाटो चाहिँ हिँडेर आयौँ है त। साथीहरू त्यही नै थियो अब चाहिँ तालहरू त्यो पनि हामीले अब देखाइसकेका छौँ। त्यही नै हो ताल। अब मैले भनेको जस्तै खासै त्यस्तो खत्रै राम्रो चाहिँ मलाई लागेन, तर जङ्गलको बिचमा भएको हुनाले अब चाहिँ एउटा
नेचर वाक चाहिँ गर्न पाइयो। ठिकै छ ल, अब हामी सायद फर्किन्छौँ घर। अब चाहिँ आजको दिन जे होस् अविस्मरणीय रह्यो। हामी चाहिँ प्रकृतिसँग चाहिँ नजिक रहेर चाहिँ आफ्नो चाहिँ दिनचर्या यापन गऱ्यौँ आज। अब चाहिँ हामी घर फर्किरहेछौँ है त। साथीहरू यति बेला चाहिँ हामी घर आइपुगिसकेका छौँ। आज चाहिँ हामी अब घुमिवरी घर आइपुगिसक्यौँ। अब चाहिँ आज एकदमै रमाइलो भयो दादा, तपाईँलाई धेरै धेरै धन्यवाद। एकदम अविस्मरणीय चाहिँ ठाउँ लगेर ल्याइदिनु भयो। हामी चाहिँ आज चाहिँ मेलबर्नको खुकुरी रेस्टुरेन्ट ट्राई गर्यो। एकदमै खाना एकदम मिठो थियो, तपाईँहरू पनि ट्राई गर्नु होला भन्दै आजको भ्लगबाट चाहिँ प्रेसर कुकरमा चाहिँ के ट्राई गर्नु पर्यो दादा त्यहाँको? प्रेसर कुकरमा हजुर त्यो थकाली चाहिँ त्यो नाङ्लोवाला ज्वाइँ थकाली चाहिँ ल। Thanks for watching. I'll see you on the next video. Thank you very much.